महिलाहरूलाई सशक्तिकरण गर्नको निम्ति नगर स्तरीय कार्यक्रमहरू थुप्रै कार्यक्रमहरू भयो। योभन्दा अगाडि बाँस तालिम महिलाहरूको लागि यो सजावटका सामानहरू अब कुर्सी टेबुलहरू यस्तो बनाउने खालको हामीले महिलाहरूलाई तालिम दियौँ र हाम्रो स्थानीय स्तरमा पाइने मकैको पोक्सरबाट पनि टोपी ब्यागहरू बनाउने तालिमहरू हामी दियौँ र विभिन्न किसिमका सिपमूलक र आयमूलक तालिम हामीले दिइरहेको अवस्था छ र वास्तवमै हामीले म हिजोको दिनमा पनि उपप्रमुख फेरि पनि दोहोरिएको हुनाले मैले हिजोको दिनमा महिलाहरूलाई सशक्तिकरणतिर र उद्यमी बनाउन महिलाहरूलाई उद्यमी बनाउन र आय आर्जनमा लाग्नको निम्ति र आत्मनिर्भर हामी महिलाहरू धेरै जसो परनिर्भर छौँ। हामी आत्मनिर्भर हुन अझै पनि हामी सकिरहेको अवस्था छैन। त्यसैले महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउनको निम्ति थुप्रै आयमूलक सिपमूलक नेतृत्व विकास सम्बन्धी थुप्रै खालका तालिमहरू मैले दिएको छु। यो वर्ष पनि मैले 25 लाख रुपियाँ महिला सङ्घ उपप्रमुख कार्यक्रममा विनियोजन गरेको थिएँ र त्यही अनुसारको कार्यक्रमहरू पनि अहिले हामीले कार्यक्रमहरू सम्पन्न गरिसकेका छौँ र अबको दिनमा मैले महिला दिदीबहिनीहरू को जीवन स्तर सुधार्नको निम्ति र सशक्त बन्नको निम्ति र महिला उद्यमी बन्नको निम्ति नगर स्तरीय एउटा छुट्टै खालको मैले योजना अहिलेको बजेटमा मैले केही रकम विनियोजन गर्ने मैले सोचमा राखेको छु। किनभने हामी महिला दिदीबहिनीलाई थुप्रै किसिमका सिपमूलक र आयमूलक तालिमहरू त दियौँ, तर ती महिला दिदीबहिनीहरूले उत्पादन गरेका चिजहरूलाई व्यवस्थापन गर्न र बिक्री वितरण गर्नको निम्ति उहाँहरूले ठाउँ नभएको हुनाले एउटा कोसेली घरको रूपमा स्थापना गर्ने र ती महिला दिदीबहिनीहरूले उत्पादन गरेका चिजहरूलाई त्यो कोसेली घरमा राख्ने र बेचबिखन गर्ने खालको योजना मैले अहिले बनाएको छु र अहिलेको बजेटमा पनि कोसेली घर बनाउने भनेर मैले रकम विनियोजन गर्ने सोचमा छु। त्यस्तो धेरै अनुगमन त हामी गऱ्यौँ, तर अनुगमन गर्दाखेरि अब नगरपालिका मार्फत मैले के भनेको छु भने अनुगमन गर्नभन्दा पहिला सूचना दिएर जाने कि कुन कुन थुप्रै अनुगमन हामीले वास्तवमै अनुगमन गर्ने हो भने थुप्रै खालका त्यो अप्ठ्याराहरू त्यो देखा पर्छ हैन। धेरै किसिमका सामानहरू अब जुन उद्देश्यले सामान राख्नु भएको छ, जुन उद्देश्यले त्यो पसल दर्ता गर्नुभएको छ, त्यो उद्देश्य को सामानहरू पसलमा राख्नु भएको छैन। एउटा उद्देश्यको पसल दर्ता गर्नु भएको छ भने थुप्रै खालका सामानहरू त्यो पसलमा राख्नु भएको छ। अब त्यसलाई व्यवस्थापन गर्नको निम्ति अब छुट्टै खालको एउटा योजना बनाएर नगरपालिका लाग्ने मैले सोच बनाएको छु।